ल साथीहरु मेरो चाहिँ डोनट ल्याइदियो यार खान लागेको फेरि डोनट ल्याइदियो फेरि यसो त भएन कि यसो ए भल्लो जान्दैन मैले यस्तै जाने बरु यस्तो यस्तो कस्तो राम्रो हुन्छ फेरि फेरि अर्कोचोटि जाँदाखेरि हामीले चाहिँ 88 48 लिएर आउनेछौँ किन्नर हेलो साथीहरु सम्पूर्णमा नमस्कार। आई होप हजुरहरु सबैजना सन्चै आरामै नै हुनुहुन्छ होला। म पनि सन्चै आरामै नै छु। फेरि पनि म आइसकेँ न्यू डे न्यू भिडियोको साथमा। हामी चाहिँ फेरि पनि अहिले नि हामी दुईटा छौं। अघिल्लो भिडियोमा नि हामी दुईटी चाहिँ देखेको थियौं, अहिलेको भिडियोमा नि हामी दुईटी चाहिँ देखेछौं। हामी चाहिँ यो गर्मीमा दिउँसोको गर्मी छ यहाँ चाहिँ हामी चाहिँ रूपदी घुम्न जाँदैछौं। गर्मीले चाहिँ बोलेछ यार। मेरो भिडियोमा केही भन्न चाहनुहुन्छ? के भन्ने र मलाई के याद न मन पर्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दिनु नबिर्सिनु होला, माया गर्दिनु होला भन्नु पो। म त आउन के आया हामी चाहिँ यस्तो बाटामा बसिरहम बिच बाटामा धौ भएर ढुङ्गाको खानीमा ढुङ्गाको खानीमा झन् कालोमा झन् कालो हुनला एकदम फेरि आँखा के गर्छन् गयो घाम नै भयो। अब दिउँसो घुम्न आउँदा त हामी त टी सर्ट मात्र लाएर हामीले ज्याकेट त घाम हुँदैछ त्यो हैसा नि त्यस्तै नै छोपेर लानु कारसारमा लाग्छन् अझ धारमा यस्तो औँलो राखेछन् गो यस्तै ठाडो पारेर गुम्टी भएर यहाँ चाहिँ ट्याक्क तोरी कि हामी अलि अघि आउनु पर्ने यहाँ ऊ त तोरीबारीमा फटाइछौँ यो सन्धिहारको कविरा त सबैले देख्न होला। कति लामो भिडियो बनाउने धेरै लामो अब नदेखेको भए पो देख्नु भएको छैन देखाउन पर्छ भनेर धेरै लामो बनाउने भिडियो नि अब हामी चाहिँ सिधैमै कविरा गएर चाहिँ देख्न सक्नुहुनेछ। फेरि लामो हुन्छ कहिले देखेको थाहा नि कति देखाउनु रहेछ र भन्नुहुन्छ कि फेरि हो कि। हेलो साथीहरू हामी चाहिँ कविरा आइसक्यौँ धौ भएर यहाँ बसेछौँ। यतिको धौ भयो बस्दै बस्दै बिस्ता बसेर आयो तर यहाँ पनि मस्तै मान्छे आइसक्नु भयो। त्यहाँ पारी सबै थाकेर बस्नु भएछ त्यहाँ पनि गर्मीले लास्टै गर्मी भएछ क्या आज भने चाहिँ यहाँ अलि शीतल छ र जाम हामी पनि लास्टै गर्मी हामी त कति ठाउँ बस्यौँ त्यहाँ अलि तातो कपडा लाएर आउनु नि हामीले अन्त त कति गर्मी भयो होला हामीलाई त्यस्तो गर्मी भयो पुरै ट्याक्क यहाँ चाहिँ अब रुखहरूको पात झर्न लाग्यो त्यहाँ उता मात्र हरियो देखेछ नै भने त सब रुखको पात झरेर तिन त झन् नाङ्गै भएन बिरुवा त आया के गर्नु गाडीमा आयो नि हो यिनीहरू हुन्थ्यो हो न कहाँबाट गाडी आयो होला नि हाम्रो गाउँतिर नि यस्तो घुम्न कति घुम्न आउँछन् धान त्यत्रो गर्ने भ्याल्यै छैन कि फाँट फेरि त उताको राम्रो छ हाम्रो गाउँदेखि माथि नि यस्तो राम्रो छ। म गएन फेरि त्यहाँ नि माथि नि कस्तो डाँडा काँडा यस्तो राम्रो छ प्युठान भनेपछि सबैले राम्रो तर प्युठान यस्तो राम्रो छ नि तर म फेरि घुम्नै जान्ने यार किन बाटो अप्ठ्यारो छ हाम्रो घर माथितिर त्यसपछि उता त ऊ गरे अरे राम्रो बनाएर बाटो त यस्तै छ भन्छन् बाटो चाहिँ पिच गरेको तर म गएन अझै। पहिला पिच गर्थ्यो नि जेठी पुन्नुमा हामी हाम्रो गाउँतिर जाम्ला जेठी पुन्नुमा वैशाख जेठमा कि जेठको 10 9 गतिर कति गतिर पर्छ हेरम पोहोर कोही 10 हो कि कति गतिर परे भएपछि चाहिँ माथितिर पोहोर हो कि पराएर कहिले हो अनि फेरि त्यहाँ रामेन जाम्ला कि सिर्सैने ठाउँमा राम्रो हुन्छ भन्छन् गएन गएन कि साँच्चै हो यो बाटो धेरै भएछ नि पिच गरेको अस्ति पिच ए ट्याक्क यहाँ लिएर आउन उहाँ त्यो बर्थडे सेलिब्रेटी हो कि के हो बच्चा लिएर आउन है ट्याक्क ठ्याक्क मैले हात स्प्रे देखेको ऊ त गुडिया चोडिदिउँ
मलाई गुडिया देख्नै हुन्न यार ट्याक्क उहाँ चाहिँ बर्थडे सेलिब्रेटी गरिरहनु भएको छ जुम हुन्छ कि नै ए हुन् रहेछ यसरी नि ह्याप्पी बर्थडे टु यु जसको बर्थडे भए पनि होइन ए बा चढ्ने गएन तर यहीँ बजारबाट आउन होला कि यहाँ चाहिँ कलाएर हामी चाहिँ यहाँ आएर बसेँ म यहाँ चाहिँ मस्ती हुनुहुन्छ त्यहाँ बर्थडे सेलिब्रेट गर्ने त्यही हुनुहुन्छ उहाँहरू के गर्नु चाहिँ ऊ त्यहाँ यत्तिकै आउन ऊ त्यहाँ चाहिँ ट्याक्क लाएर को होला त्यहाँको त फ्यामिली हो कि को हामी हामी नास्ता लिएर आइसकेको छौँ पानीतिर लाग्यो यार अहिले उहाँ धारो त छ तर के उहाँ हामीले अस्ति भैलो खाँदाखेरि पानी नुहाउनु गएको थियौँ है हो त्यहाँ के तर बोतल बिनाखेरि खा जस्तै हुन्न त्यही हो यस्तो राम्रो बोतल यस्तो राम्रो बोतल सम्पर्क गर्नु होला कसको फोन नम्बर पनि छोडिदिन्छु यो ए खानु त भयो यार बिचरा कसको कस्तो गरिन्छ रहेछ नि यो त यहाँबाट भर्ने होला पानी न यहाँबाट चुस्ने त निस्किन्न होइन कसरी त चुस्ने रहेछ कि होइन यार हाँचेको यति यहाँ यस्तै निस्किँदो नि के यहाँ ठोड छ को आयो त ए म निकाल्न सकेर यस्तै गरेर चुस्ने रहेछ कि केटा यहाँबाट एउटा चुस्ने त यो उस अलि माथि यो पनि अलि माथि हुन्थ्यो त त्यो के लबरको पाइप के हुन्थेन र कसैको त उहीँ तलै हुँदोको यो तल भएपछि त तलबाट नै होइन यो तल भयो नि त यहाँबाट यति यो सेतो उस टुप्पो निस्किनु भन्ने कि कुन्नी सेतो टुप्पो ओके यहाँ त निस्किँदो नि यहाँ त ए त्यो खोलेको ए हो त्यहाँ त हो त्यहाँ त त्यो भन्न होइन कि अब यो चुसिन्छ नि यहाँबाट यो 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 सेतो या यति पनि हुन भन्ने भन्नु कि ए खै यो डिजाइनै फरक होला नि कम्पनीले बनाएको डिजाइनै फरक होला ए पानी खान भएको र अब सम्पर्क गर्नु होला कसैलाई चाहियो क्यौ कसको जुठो फेरि कमै हालमलाई साला ल खाम कामले मलाई खानै मेरो हुन्छ को यो भिडियो मान्दिए हुनु न टक्क नाम नास्ता के ल्याएछ भनेपछि मोमो यो पिज्जा त्यत्तिकै भनेको बारे समोसा पहिले समोसा खाने कि यो खाने जे खाने हुन्छ खानुहुन्छ र के के खाएर मजा आयो होला नि साथीहरू मेरो चाहिँ डोनट लैदो खान लागेको फेरि डोनट लैदो फेरि समोसा खान लाग्यो फेरि कथेर लैदिन्छ यार अब त डर लाग्नु लाग्यो मासु खानु छ नि त मासुको भागै लैदिँदा हुन्छ गर हाम्रो डोनट ल्याइदिनु पर्ने फेरि आजखेरि मस्ती आएन मैले यहाँ यस्तो यति धेरै उ देखेको थिएन नि पहिला आउँदा ए अस्ति देख्न थिएन र के योमा कति धेरै आएको थियो त्यो रोस्ट खाँदै थियौँ नि तिम्रो कसको पवित्र दिदीको कसको मासु लिएर गइदिएको थियो कि हो र मैले त थाहा छैन लिएर गइदिएको अनि त्यो पछिबाट खाएको थियो नि त्यो उसको बाख्राको मासु पकाएर के बेलुका त्यतिखेर कसको भाग खाइदिएको कुनै निकालेर हामी त थाहा थिएन नि हामी त यहाँ छुट्टाएर बसिदिउँ हामी फेरि मासु नखानु पऱ्यो हेलो साथीहरू हामी चाहिँ एसी त 3 ठाउँ सरिसक्यौँ खाएको खाइ जति रहेछ कि भिडियो बनाएर थाकेर फेरि भोक लाग्दा फेरि खाँदैछौँ हामीले यस्तो यस्तो हाम्रो कस्तो रान्दिन्छ नि क्षेत्रको रुमानी हुँदैछ नि यस्तै सेतो
त्यो सेतो सेतो ऊ मिसाएका हुन्छ नि गुराँसको फुल के हो त छेत्री डेढसको गएको तर यसमा हामीले एउटा यहाँ घाँटीमा भिड्ने हुन्छ नि हामीले घाँटीमा भिड्छौँ नि चिउले रुमाल त्यो दामी देखिन्छ के बैकुण्ठा एक दिन केटु सल्लाह गरेर गर्मीमा आज जाम लाग्यो मलाई छेत्री ड्रेस लगाउनु मन लाग्यो बैकुण्ठपुरी जाम लाग्यो मलाई कस्तो जानु मन लाग्यो छेत्री ड्रेस सबैलाई म त नेभर ड्रेस लगाउन मन लाग्यो कि नेभर ड्रेस सबै ट्राई गरौँला सबै त के अरे 200 लाग्छ नि त्यही एउटा ड्रेस ट्राई गर्नले त 200 को 300 खै 200 को 300 त्यस्तै एउटा छेत्री ड्रेस हो गर मलाई मेन कुरो म त बिहामा नि छेत्री ड्रेस लगाउनु मन लाग्छ यार मेरो बिहामा छेत्री ड्रेस लगाउनलाई नि त म त्यही सोच्छु कि माथिबाट बुलज ट्याक्क चेनवाला कस्तो देखिन्छ मेरो अनुमानमा क्या चेनवाला राम्रो देख्छ त्यही न भन्नु के तल धेरै फरिया क्या त्यो बिहाको साडी त स्याहार सबैले लाउँछ नि मैले डिफ्रेन्ट के ट्याक्क त्यही लाउने भनेको छु हेर गाइज मेरो बिहामा सबै आउने हो त्यो 5 वर्ष 4-5 वर्ष लाग्छ मेरो बिहा हुन के हो यस्तो दिलवाला दिलु के गीतै आएन को यस्तै त भएन कि ए यसो यस्तै टुक 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 यस्तै यो तरी मैले यो बनाउनु जान्दिनँ टुक यस्तो टुक 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 ए भल्नु जान्दिनँ मैले यस्तै जाने बरु यस्तो कस्तो राम्रो हुन्छ यस्तो टुक 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 गरेछ मुटु ओग्यो आइया बाबी लामको नगो परि लग्यो एउटा भन्ने बित्तिकै गीत निकाल्दिएको अब हामीले कुरा गर्दा गर्दा 7 मिनेट गइसकेको छ यार के गरेर टाइम बिताउने होला साथीहरू गाइस अब चाहिँ हामीले फेरि फेस्त खाएर भिडियो बनाउँछौँ ल मेरो हुन्छ र तपाईहरुले छ्याङ अब फेरि आउँदाखेरि म त हामी तपाईहरुलाई पनि छ्याङ हैन के यो बियर 8848 अरुको त नाम थाहा छैन बियर पनि हुन्छ के त 8848 यस्तै हुन्छ गाइस कस्तो हुन्छ मलाई थाहा भएन यही जो 8848 यही खाएछ हामीले आउनु होला सबैजना अब फेरि अर्कोचोटि फेरि हामी आउँदाखेरि फेरि अर्कोचोटि जाँदाखेरि हामीले चाहिँ 8848 लिएर आउनेछौँ साथी मलाई यस्तै ताली किन्नर अनि यस्तै उसो के वा हामी फुटबल नाच्न गइथ्यौँ नि त्यही बेला के अब उस बगैँचामा त्यहाँ एउटा झुपडीमा के त चटपटी बनाउँछ नि एउटी आन्टीले त्यहाँ आँटेका 3टा किन्नर म त तिनीहरूलाई देख्दा बित्तिकै खिच्दै हाँस्यो कि ए आन्टीले मलाई गाली गर्यो अनि ताली यस्तै ताली यो चाहिँ डुनर बसिरह किनकि डुनर धेरै चिल्लो भएर हामी चाहिँ खान सकेनौँ चटपटे ल्याउनु पर्ने हो कि हामीले मेन कुरो त छोरी मान्छे चटपटे र पानीपुरी त एकदम मिठो हुन्छ नि अनि त्यस्तै नै हामीले चाहिँ अब डिफ्रेन्ट भिडियो ल्याउँदै गर्नेछौँ प्लिज लास्टसम्म हेरिदिनु होला भन्दै केही गल्ती कमजोरी भए कमेन्टको रूपमा प्रस्तुत गरिदिनु होला भन्दै आजलाई चाहिँ यति नै हस्त धन्यवाद बाई